जनालाई मैले आज हजुरहरूलाई फेसबुकमा आफ्नो पेजबाट फलोवर्सहरू कसरी बढाउन सकिन्छ त्यसको बारेमा छोटो भिडियो बनाएको छु। सबैले ध्यान दिएर हेर्नुहोला है। अब फेसबुकमा फलो गर्नको पेजको लागि हामीले सर्च गर्नुपर्ने हुन्छ। मैले चाहिँ जिएनपी डेन्टल क्लिनिकको लागि चाहिँ फलोवर्स बढाउनको लागि चाहिँ यो तरिका अपनाएको हो। हजुरहरूले चाहिँ आफूलाई उपयुक्त कुन छ पेज त्यसलाई फलो बढाउनको लागि पनि यसरी नै गर्न सकिन्छ। यो चाहिँ हाम्रो जिएनपी डेन्टलको फेसबुक पेज आयो। यसमा फलो गर्नु भएको छैन भने फलो थिच्नुहोस्। फलो गरिसकेपछि हजुरहरू जिएनपी डेन्टल क्लिनिकको अफिसियल पेजमा आउनुहुन्छ। अब यो पेजमा गइसकेपछि फलोवर्स बढाउनको लागि के गर्नुपर्छ अब ध्यान दिएर हेर्नु है। यो वाट्सएप लेखेको छेउमा 3टा डट छ। त्यो 3टा डटमा क्लिक गरिसकेपछि हामी यो पेजमा आउँछौँ। यसमा चाहिँ मेसेज रिपोर्ट पेज भनेर छ। लगत्तै यसको सर्च भन्दा तलपट्टि चाहिँ इन्भाइट फ्रेन्ड्स भनेर देखाइएको छ। त्यसमा थिच्नुहोस् होला। यसमा थिचिसकेपछि यसलाई चाहिँ साथीहरूलाई इन्भाइट गर्नको लागि चाहिँ लिस्ट तयार पारिदिएको छ। यो इन्भिटेसन्स मात्रै जाने हो। यसबाट त्यस्तो केही डिफेक्ट मेसेजहरू जाँदैन। त्यो भएर चाहिँ ढुक्क भएर यो सेलेक्ट अल भन्ने अप्सनमा थिच्नुहोस्। सेलेक्ट अल थिचिसकेपछि हजुरको सबै सेलेक्ट भइदिन्छ। यसमा सेन्ड इन्भाइट्स भनेर तलपट्टि निलो बटन होभर हुन्छ। त्यसमा थिचिसकेपछि चाहिँ हाम्रो सबै साथीहरूलाई चाहिँ इन्भिटेसन्स पुग्छ। यसरी नै तपाईँहरूले आफ्नो फेसबुक पेजलाई फलोवर्स बढाउनको लागि चाहिँ यसरी रिक्वेस्ट गर्न सकिन्छ इन्भिटेसन सेन्ड गरेर। हस्, आजको लागि यति नै। धन्यवाद।